मार्न सक्दैन भनेर परशुरामले यो आयुको परीक्षण हो। यो कंसासुरको यो भाँच्यो भने मार्छ, यो भाँचेन भने मार्दैन। अब 7 ढोका मध्येमा पहिलो ढोकामा यो राख्ने धनुष राख्ने, दोस्रो ढोकामा कुलेया पिनामको हात्ती राख्ने, तेस्रो ढोकामा सल कोसल चरण पुष्टिको सल कोसल आदि गरेका प्रत्येक ढोकामा राखे। अब गएर हाम्रा बलवानी उतारो राख्ने भनिकन सल्लाह गरे। अब त्यसो भए त्यसलाई लिन भनेर जाने बेला चाहिँ को जाने लिन को जाने। फेरि अब त्यसलाई जग्गा गरेर जान्न पनि पर्यो, बुझ्न पनि पर्यो, फकाउन पनि पर्यो, ल्याउन जान्न पनि पर्यो, निम्ता गरेर जाने पनि अलिकति निम्तालो नि केही किसिम गर्नु पर्यो नि। हजुर जन्म आइ उनीहरूले हजुरलाई पिसिस गराइ यता छ भन्न थाल्यो। अलिकति हात गर्न थालेपछि होइन होइन त्यो बेला जानै पर्छ क्यारे भन्छ। गर्नलाई निम्ता छ तिमीलाई लर भनिदियो भने आउँछ नि आउँछ आइसक्यो। त्यसरी निम्ता परिपक्व छ यसलाई है। श्यामसुन्दर भगवानको यही प्रकारले गरिकन अहिले गएर निम्ता यस्ता प्रकारले गरिकन मेरो भगवान परमात्मापूर्वक मलाई पठाउने भन्दाखेरिमा अब सबैजना जनवार्तामा गरे यदुवंशीहरू हाम्रो वरपर कोही छैनन्। जम्मा एउटा मन्त्री भएर बसेका छन्। अब जनवार्तामा फेरि मन्त्रीलाई पठाउने भयो। यदुवंशीका एउटा मन्त्री छ। अब फेरि कस्तो रहेछ भने अघिदेखि पद पायो भने आफ्नो सबै कुरो छोडिदिने। यहाँ अक्रुरले आखिरमा आफ्नो वंशै छोडेर मन्त्री पद लिएर बस्दै रहेछ। नाताले जनवार्तामा कान्छाला पर्ने अथवा अहिलेको भाषाले काका पर्ने। अब जनवार्तामा गएर तिमीलाई लिन पठाउनु पर्यो भन्ने कुरा ढिलो गरेर अहिले मेरो भगवान परमात्मा प्रभु यसरी गर जनवार्तामा गए। अक्रुरका हजुरमा गएर भने हे अक्रुरजी हजुरले गइदिन पर्यो, भन्न काँदैन पर्यो, भन्न तिमी वृन्दावन जान पर्यो। वृन्दावनमा गएर त्यो कृष्णलाई बलरामलाई ल्याइदिन पर्यो। किन ल्याउने? अब अरू कुरा चाहिँ नभन्नु, मार्न काट्न नभन्नु, यो कुरो भिड नखोल्नु, भित्र आन्तरिक कुरो चाहिँदै हो। यहाँ लिएर गएर च्याप्प पारेर समात्र मार्न पर्यो। तर भन्न के भन्नु, अब यो तपाईँलाई निम्ता छ। महाभारतमा ठुलो यज्ञ गर्न आँटेका छन् धनुष यज्ञ। त्यो यज्ञमा भानिज नगई हुँदैन। भानिज भएन भने चाहिँ कार्य विफल हुन्छ भनेर गएर भनिदिनु। अनि त्यति भनेपछि कहिले पनि मिठो खान नपाएका गाईका गोठाला त्यसमा पनि अर्काका घरमा बसेका आखिरमा गएर फरुक्का फर्केर आइहाल्छन्। मलाई फकाइ ल्याइदिन पर्यो। लिएर आएर सोधैकन दरबारमा नल्याउनु, ल्याएर जनवार्ताका बिचमा गएर सहरमा ल्याएर छोड्नु। अनि त्यसलाई चाहिँ खुकुलुका मार्ने विचार हामी व्यवस्था गर्छौँ भने म त जान्दिनँ हजुर, मलाई युद्ध गरेर गर्न लानुहोस् है भने नजाने भए पद छोड, यो ठाउँ छोड। उभद्र बढ्यो परेन। अब पदै छोडौँ भने उभद्र भइगयो, मन्त्री पदै जाने भयो। अब के गरौँ भन्दाखेरिमा अनि विचार गरे सके त परमात्मा हुन् भनेका छन्। अब गएर एउटा कुरो परमात्माको गएर दर्शन पनि पाउँछु। यो राक्षसको हातबाट फुटिनु पिटिनु भन्दा बरु गएर तिनै भगवानको दर्शन पनि पाउँछु। केही गरिसर गरिहालेछ भने तिनीले जे गर्दा मेरो पनि मुक्तिको मार्ग हुन्छ भने एउटा घर परम भक्त भएका अरूले प्रस्थान गरे तयारी गर्नुभयो। तर केमा जाने